हुन्छ सबैलाई जय मसी। आरामै हुनुहुन्छ सबैजना? हुन्छ। आज चाहिँ वचनको भाग मेरो परेको छ, सो म समयमा सक्ने कोसिस गर्छु। मलाई पहिल्यै तुफान दाइले छिटो धेरै छिटो पनि नबोला भन्नुभएको छ। म चाहिँ कहिलेकाहीँ अलिक छिटो सकाउनलाई छिटो बोल्छु कि छिटो भयो भने चाहिँ कृपया भन्नु होला अलि धेरै छिटो भयो भनेर है। हुन्छ, हामी एन्डी दाइले प्रार्थना गरिसक्नु भएको छ। अब हामी ढिला नगरिकन वचनको भागमा जानेछौँ। अनि हामीले वचन आज त्यस्तो खासै नौलो नयाँ केही पनि छैन, जुन तपाईँहरूले सधैँ हामीले सुन्दै आएको वचन नै छ। अनि लास्ट टाइम निशानले पनि त्यसबाट केही कुराहरू भनेको थियो, सो हामी त्यसमै फेरि जानेछौँ है। हामी यूहन्ना 4मा जानेछौँ, जुन चाहिँ सामरी स्त्रीको प्रभु येशू ख्रीष्टसँगको त्यो वार्तालापको कुराहरू छ, त्यसमै जानेछौँ। ल, तपाईँहरू सबै पल्टाउन सक्नुहुन्छ आफ्नो बाइबलहरू। सबैले पल्टाउनु भइसक्यो? हुन्छ, हामी कतिदेखि हेर्नेछौँ भने यूहन्ना 4को आज हामी 4:4देखि हेर्नेछौँ। ल, अनि यसको टाइटल रहेको के छ? यूहन्ना 4मा के छ, कसैले भनिदिनु सक्नुहुन्छ? सामरी स्त्री छ होइन। अब यसमा जानुभन्दा अगाडि थोरै हामी तपाईँहरू कतिजनालाई थाहा सामरी स्त्री र यहुदीहरूमा चाहिँ के फरक हो? को हो सामरी स्त्री भन्ने बित्तिकै? को हो सामरी भन्ने बित्तिकै? सामरिटन्स भन्ने बित्तिकै को मान्छेहरूलाई चाहिँ सामरी भनेर भन्छ? कतिजनालाई थाहा छ? ओके, हाम्रो वृद्धिले भन्नुभयो अन्य जातिहरू। अरू कतिजनाले भन्नुहुन्छ अन्य जाति हो कि यहुदीहरू नै हो कि के हो? तपाईँहरू कतिजनालाई तपाईँहरूसँग भएको आइडियाहरू भन्नु न। ल, चुपचाप नलागौँ हामी। मैले अघि नै भनेको म समयमै सक्ने कोसिस गर्छु, त्यही भएर हामी एकअर्कासँग बातचित गर्दै चाहिँ आज हामी अघि बढ्नेछौँ। ल, सो सामरी भन्ने बित्तिकै के लाग्छ तपाईँहरूलाई? हाम्रो पृथ्वीले भन्नुभयो अन्य जाति। अरू कसैले? ओके, हाम्रो माया भाउजूले भन्नुभयो यहुदी भन्दा तल्लोको जाति। अरू कोही? यतातिरबाट कसैले भन्नुहुन्छ? हुन्छ, हामी यसमा धेरै टाइम लस नगरौँ है। हुन्छ, हामी किनकि यो अगाडि जानुभन्दा अगाडि चाहिँ मलाई चाहिँ एउटा हिस्टोरिकल ब्याकग्राउन्ड सामरी स्त्री भनेर हामी पढ्छौँ होइन। तर त्यो पढ्दै गर्दाखेरि सामरी चाहिँ खास को हो त? यहुदीहरू त हामीले सुन्दै आएको हो, पढ्दै आएको। अनि सामरी पनि किनकि हामीले यहाँ पढ्छौँ भने चाहिँ के भनेको छ, यहुदीहरूले चाहिँ सामरीहरूसँग कुनै किसिमको चाहिँ सम्बन्धहरू राख्दैन थियो। उनीहरूसँग आवत जावत, उनीहरूसँग चाहिँ सकेसम्म टाढै बस्थ्यो। अनि किन चाहिँ त्यस्तो हो त? के हो यो सामरी स्त्रीहरू होइन? सामरीहरू भनेको चाहिँ कस्तो खाले व्यक्तिहरू हो? पहिला त्यो अलिकति जानौँ, अनि त्यसपछि चाहिँ बाँकी हामी पढ्दै जाउँ। त्यो भएपछि हामीलाई अझै बुझ्न चाहिँ सजिलो हुन्छ भनेर चाहिँ मैले यो तपाईँहरूलाई अलिकति ल्याएको छु है। अनि यसको लागि चाहिँ हामी फर्स्टमा सामरीहरू को हो भन्न बुझ्नको लागि चाहिँ फर्स्टमा हामी जानुपर्छ पुरानो करारमा, जुन रहेको छ 1 किङ्स 12मा, जुन चाहिँ पहिलो राजा होइन 12को अध्यायमा हामी गयौँ भने चाहिँ तपाईँहरू पल्टाउनु पर्दैन, म सर भनिदिन्छु, किनकि म यसमा सकेसम्म थोरै टाइम लिन खोज्छु है। अनि हामीले यहाँ पहिलो राजा होइन 12मा चाहिँ के पाउँछौँ भन्दाखेरि चाहिँ जुन सोलोमनका छोरा होइन, सोलोमनको छोराको नाम के हो? राजा सोलोमनको छोराको नाम के हो? रहबाम होइन। रहबामको पालामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जुन त्यो इजरायल राज्य थियो त्यो चाहिँ 2 भागमा विभाजन हुन्छ। एउटा चाहिँ नर्दर्नमा, एउटा चाहिँ साउदर्नमा। अनि साउदर्न पार्ट चाहिँ के गरेको हुन्छ भन्दाखेरि चाहिँ जुदाको कुल, यहुदाको कुल र बेन्यामिनको सपोर्टबाट चाहिँ त्यहाँनिर चाहिँ सोलोमनको छोराले चाहिँ राज गर्छ। साउदर्न पार्ट भनेको जुन जेरुसलेमको एरिया छ, र त्योभन्दा माथिको चाहिँ जुन 10वटा बाँकीको कुलहरू मिलेर बनाएको चाहिँ माथि साउदर्न पार्ट चाहिँ नर्दर्न पार्ट चाहिँ यारोबामले चाहिँ रुल गरेको हुन्छ है। अनि त्यहाँनिर चाहिँ डिभिजन भएर चाहिँ सेपरेट भएको हुन्छ होइन। हामीले यो कुरा चाहिँ कहाँ पाउँछौँ भन्दाखेरि चाहिँ पहिलो राजाको 12मा पाउँछौँ। अनि त्यसै गरी चाहिँ
त्यही पालामा चाहिँ के हुन्छ, सोलोमनको यरुसलेम चाहिँ नर्दर्न उको चाहिँ राजधानी हुन्छ। त्यसै गरी हामीले पहिलो राजा 12को पहिलो राजा 16को 24मा हेर्छौँ भने ओम्री राजाले चाहिँ सामरियालाई चाहिँ होइन नर्दर्न टेरिटोरीको चाहिँ राजधानी चाहिँ त्यतिखेर उसले बनाएको हुन्छ है। अनि त्यही बेला चाहिँ फेरि के हुन्छ भन्दाखेरि चाहिँ जुन यो नर्दर्न किङडम रुल गर्ने यो यरोबाम छ होइन, उसले चाहिँ त्यो मान्छेहरूलाई चाहिँ यरुसलेममा गएर पूजाहरू गर्नलाई होइन वर्सिप गर्नलाई रोक्नको लागि चाहिँ उनीहरू नजाओस्, फेरि उनीहरूतिरै फर्केर नजाओस् भन्ने किसिमले चाहिँ गर्नको लागि चाहिँ उसले के गरेको हुन्छ, बेथेल र दानमा चाहिँ उसले त्यो बाछाको चाहिँ मूर्तिहरू बनाएर चाहिँ यही हो तिमीले पूजा गर्ने भनेर चाहिँ त्यहाँनिर चाहिँ स्थापना गरिदिएको हुन्छ है। सो यो चाहिँ भयो ब्याकग्राउन्ड। फर्स्टमा चाहिँ त्यहाँबाट सुरु भयो। अनि अर्को भनेको फेरि के आउँछ भन्दाखेरि चाहिँ दोस्रो राजाको 17मा गयौँ भने चाहिँ हामीले के पाउँछौँ भन्दाखेरि चाहिँ किङ होसेयाको पालामा चाहिँ असिरियाहरूले चाहिँ होइन त्यहाँनिर चाहिँ नर्दर्न किङडमलाई चाहिँ एट्याक गरेर चाहिँ कन्कोर गरेको हुन्छ। अनि त्यहाँ भएको मान्छेहरूलाई चाहिँ बन्दी बनाएर चाहिँ असिरियामा लगेको हुन्छ र त्यहाँनिर चाहिँ पछि फेरि त्यहाँको राजाले चाहिँ के गर्छ, बाहिरको मान्छेहरू ल्याएर चाहिँ राखेको हुन्छ अरू ठाउँहरूको है। अनि त्यतिखेर चाहिँ त्यहाँ बाँकी भएको अनि के भन्छ भन्दाखेरि त्यहाँ बाँकी भएको मानिसहरूसँग चाहिँ उनीहरूले विवाहहरू गरेर सम्बन्धहरू राखेर चाहिँ त्यहाँनिर चाहिँ जुन पछिको पुस्ताहरू छ अनि त्यो नै चाहिँ त्यहाँबाट चाहिँ सामरीहरू चाहिँ आएको हो भन्छ है। अनि त्यही चाहिँ के हो, किन उनीहरूलाई चाहिँ के अरे यहुदीहरूले चाहिँ हेला गर्छ भन्दाखेरि चाहिँ उनीहरूलाई मन पराउँदैन भन्दाखेरि चाहिँ उनीहरू चाहिँ अरूसँग विवाहहरू गरेर चाहिँ जुन नयाँ पुस्ताहरू उनीहरूको पछिको पुस्ताहरू बन्यो, त्यसले गर्दा उनीहरूलाई चाहिँ एक किसिमले हाफ ब्रिड, अघि माया भौजूले भन्नु नि त्योभन्दा अलिक तल्लोको भन्नु भने यहुदीहरूभन्दा, सो कम्प्लिटली उनीहरू जेन्टाइल पनि होइन होइन, एउटा मिक्स किसिमको भनौँ न। सो त्यहाँबाट चाहिँ सामरीहरू आएको भएर चाहिँ अनि यहुदीहरूले किन घृणा गर्छ भन्दाखेरि चाहिँ किनकि उनीहरूले चाहिँ जुन अनि सामरीहरूले फेरि पुरानै करार माने पनि उनीहरूले मोसाको 5वटा पुरानो करार मात्र मान्छ। अनि उनीहरूले चाहिँ के भन्छ, यरुसलेम चाहिँ आराधना गर्ने ठाउँ होइन, हामीले पछि पढ्छौँ नि होइन, त्यहीँको त्यो माउन्ट त्यहीँको त्यो ऊ नै चाहिँ त्यहाँको त्यो पहाडमै चाहिँ जहाँ चाहिँ याकुबहरूले आराधना गर्थे त्यो नै चाहिँ आराधना गर्ने मोसाले भनेअनुसार आराधना गर्ने ठाउँ त्यही हो भनेर उनीहरूले भन्छ। सो बेसिकली यो चाहिँ यहाँ यसरी चाहिँ अनि सामरीहरू भनेको चाहिँ को हो भनेर चाहिँ यिनीहरूले किन घृणा गर्छ, किन मन पराउँदैन यहुदीहरूले भन्ने कुरा चाहिँ हामी यहाँ देख्छौँ पुरानो करारमा है। अनि त्यही भएर अब हामी यहाँबाट चाहिँ अघि बढ्ने छौँ है। यो चाहिँ तपाईँहरूलाई एउटा सानो अब को हो सामरीहरू भनेर एउटा सानो इन्फर्मेसन हिस्टोरिकल ब्याकग्राउन्ड मात्र भयो। अब हामी अघि बढ्ने छौँ है। हामी ठिकै छ, भर्स अघि मैले भने 4बाट सुरु गर्नेछौँ। अनि यो सामरिया चाहिँ केमा पर्छ भने जुन त्यो गालिल र होइन जुदियाको त्यो बिचको पार्ट बिचमा पर्छ, ठ्याक्क बिचमा पर्छ। हामीले त्यो एउटा म्याप छ भने चाहिँ रेचलले देखाइन्छ। म त्यही बेलासम्म चाहिँ यो 4 भर्स पढिहाल्छु है, तपाईँहरू सुन्न सक्नुहुन्छ। यहाँनिर के भनेको छ, उहाँलाई भन्ने त्यो प्रभु येशू ख्रीष्टलाई है सामरिया भएर जानु पर्थ्यो भनेको छ। सामरिया भएर जानु पर्थ्यो भन्ने बित्तिकै एकैछिन त्यो म्याप आएपछि तपाईँले अझै बुझ्नुहुन्छ है। यहाँनिर देख्न सक्नुहुन्छ नि है, तपाईँले देख्न सक्नुहुन्छ माथि ग्यालिली छ, तलतिर चाहिँ जुदा छ, बिचमा चाहिँ सामरिया छ है। अनि यहाँनिर तपाईँले त्यस्तो डटवाला चाहिँ त्यो रुटहरू देख्नुहुन्छ। त्यो रोडमा चाहिँ के छ भने सिधा गयो भने चाहिँ सामरी भएर गयो भने चाहिँ सिधा एउटा छोटो बाटो पर्छ भनौँ न, छोटो बाटो परेर चाहिँ यरुसलेम यताउता आवत जावत गर्नलाई छोटो बाटो पर्छ। तर त्यहाँ हामीले अघि देखे जस्तै किनकि सामरी भएर चाहिँ उनीहरू जाँदैन थिए, बरु केही दिन एक्स्ट्रा हिँडेर चाहिँ उनीहरू के गर्थ्यो त्यो जुन त्यो जोर्डन रिभर छ त्यसलाई पार गरेर चाहिँ बरु उनीहरू केही दिन लामो बाटो भएर भए पनि सामरियालाई चाहिँ छोडेर चाहिँ मान्छेहरू प्राय ज्युइसहरू चाहिँ त्यसरी ट्राभल गर्थ्यो है। तर यहाँ चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ के गर्नु हुँदैछ, सामरिया भएर जानु पर्यो भनेर भनेको छ नि त होइन। तर त्यहाँनिर चाहिँ एक्चुअली भन्नुपर्दा प्रभु येशू ख्रीष्ट नि
इच्छा भएको भए चाहिँ उहाँ पनि त्यो जुन नर्मल जिविसहरू जान्छ त्यही बाटो भएर जान सक्नुहुन्थ्यो, तर उहाँ चाहिँ जानु भएन। तपाईँलाई किन लाग्छ किन जानु भएन होला? सामरी भएर चाहिँ किन जानुभयो त? किनकि यहाँनिर हामीले देख्छौँ त्यहाँ अर्को डिफ्रेन्ट रुट छ जुन चाहिँ नर्मली सबै मान्छेले त्यही फलो गर्छ जिविसहरूले, बट स्टिल प्रभु येशू ख्रीष्ट चाहिँ फेरि सामरी भएर चाहिँ किन जानुभयो त? ओके, हामीले ठिकै छ, धन्यवाद प्रीति दिदी है। अघि हामीले उनीहरूको एउटा हिस्टोरिकल ब्याकग्राउन्ड हेऱ्यौँ है, त्यसमा चाहिँ उनीहरूले कुनै किसिमको लेनदेनहरू राख्दैनथे। अनि यहाँनिर चाहिँ प्रभु येशू ख्रीष्टले गएर कसलाई भेट्नु भएको छ? किनकि यहाँनिर अप्सन थियो प्रभु येशू ख्रीष्टसँग पनि सामरी भएर नजाने, तर उहाँ चाहिँ त्यो छोडेर चाहिँ सिधा सामरी जानुभयो होइन। याकुबको जुन कुवा छ त्यहाँनिर जानुभयो। किन भन्दाखेरि चाहिँ प्रभु येशू ख्रीष्ट यो संसारमा किन आउनु भएको? प्रभु येशू ख्रीष्ट के पुरानो अरू यहुदीहरूले जस्तै त्यही जे गर्नुभयो त्यही गर्नलाई आउनु भएको हो र? होइन नि, होइन। प्रभु येशू ख्रीष्ट किन आउनुभयो त? प्रभु येशू ख्रीष्ट चाहिँ त्यो जो चाहिँ पापमा फसेको छ उनीहरूलाई चाहिँ उद्धार र मुक्ति दिनलाई, उनीहरूलाई चाहिँ फेरि त्यो रिपेन्टेन्सद्वारा चाहिँ फेरि फर्काउनको लागि, हराएकाहरूलाई चाहिँ फेरि फर्काउनको लागि आउनुभएको हो नि त। सो यो चाहिँ जियोग्राफिकली उनीहरू प्रभु येशू ख्रीष्ट ट्राभल गर्नुभएको, लाइक जियोग्राफिकली जानुपर्ने भएर होइन, तर यो चाहिँ जुन पिताको इच्छा छ, प्रभु येशू ख्रीष्टको जुन बुलावटमा उहाँ यस संसारमा आउनुभयो त्यसको लागि चाहिँ त्यो बाटो भएर जानुपर्ने थियो। किनकि उहाँ लाइक फिजिकली कुनै रिक्वायरमेन्ट भएर होइन, तर जुन त्यो आत्मिकी जुन त्यो सामरी स्त्रीको होइन उसलाई बचाउनु थियो, उसलाई सुसमाचार सुनाउनु थियो, र त्यो सँगै चाहिँ हामीले पछि हेर्छौँ त्यहाँ भएका सामरीमा भएको अरू व्यक्तिले पनि प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्ने थियो, परमेश्वरको काम हुनुपर्ने थियो, त्यही भएर चाहिँ उहाँ त्यहाँ भएर जानुभएको थियो है। अनि यही कुराहरू हामीले देख्छौँ। किनकि लुका 19:10 हेर्छौँ भने चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ जो हराएका छ उनीहरूलाई खोज्नको लागि, उनीहरूलाई चाहिँ होइन बचाउनको लागि चाहिँ आउनुभएको हो भन्ने कुरा चाहिँ हामी लुका 19:10 पनि पाउँछौँ। अनि त्यहाँनिर चाहिँ त्यो सामरी स्त्री बचाइनु पर्ने थियो, त्यही भएर चाहिँ प्रभु येशू ख्रीष्ट त्यहाँ भएर जानुभयो है। अनि त्यसै गरी हामी 5देखि फेरि पढ्नेछौँ। मैले यो सेक्सन टु सेक्सन प्रिपेयर गरेर लिएर आएको छु, सो म सर र पढ्छु अनि त्यसपछि चाहिँ हामी त्यो एक्सप्लेनेसन पार्टहरूमा जाउँला ल। तपाईँहरू सुन्न सक्नुहुन्छ। भर्स 5देखि यस्तो लेखिएको छ, र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नु भयो। यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकुबको इनार थियो। येशू यात्राले थाक्नु भएको हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह्न भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी, तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ? यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। हामीले यो अघि जुन कुरा गऱ्यौँ नि है। अनि त्यसपछि यहाँ यस्तो फेरि लेखिएको छ 10मा, येशूले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेको भए तिमीले उसलाई माग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो। हुन्छ, अब यहाँनिर अहिलेसम्म यहीँसम्म मात्र पढौँ है। त्यो सामरी स्त्री चाहिँ कतिखेर चाहिँ पानी भर्न गएको छ? दिउँसो पख होइन, लाइक नुन भनेको छ 12 बजीतिर, मध्याह्न मतलब एकदम मजाले चर्को घाम लाग्ने बेला गर्मी हुने समयमा गएको छ। तपाईँलाई पानी भर्न जानु पर्यो भने तपाईँ बिहान जानुहुन्छ कि बिहान जब शीतल हुन्छ मजाले सबै कुरा राम्रो हुन्छ त्यतिखेर जानुहुन्छ कि दिउँसोको मध्याह्नको 12 बजे जानुहुन्छ? बिहान जान्छौँ नि हामी है। अनि यहाँ पनि अरू त्यहाँनिर के छ, ऊ एक्लै गएको छ, ऊ अरू कसैसँग गएको छैन, ऊ एक्लै गएको छ। अनि त्यसै गरी त्यहाँ अरूले चाहिँ बिहानै पानी भरेर गइसकेको छ होइन। सो तपाईँलाई के लाग्छ, ऊ चाहिँ एक्लै चाहिँ त्यो दिउँसोको ऊमा किन गयो होला? बिहान अरू जस्तै अरू सबैसँग मिलेर एकैचोटि नगइकन ऊ दिउँसोको समयमा होइन 12 बजेको समयमा किन गयो होला? कसले के भन्यो मैले केही सुनिनँ।
अनिस ठिक छ, धन्यवाद अनिसलाई है। अनिसले भने जस्तै किन भन्दाखेरि हामीले तल अझै पढ्दै गयो भने चाहिँ के गरेको छ, त्यो केटी चाहिँ पापमा फँसेको थियो। पापमा भनेको उसको 5 जना होइन श्रीमान थियो, भइसकेको थियो, र अर्को अहिले चाहिँ ऊ फेरि आफ्नो श्रीमानसँग बस्दैन थियो, मतलब अर्कै एकजना मान्छेसँग बस्थ्यो होइन। अनि ऊ चाहिँ अब कस्तो भन्दाखेरि यहुदीहरूले सामरीहरूलाई चाहिँ अलि तल्लो जातको मान्थे, अलि तल्लो किसिमको मान्थे, बट स्टिल त्यो तल्लो उमा पनि उसलाई चाहिँ अझै उनीहरूले चाहिँ हेला गर्थे, किन उसको लाइफस्टाइलले गर्दाखेरि उसले जुन कुराहरू गरिरहेको थियो, उसको जीवनशैली जस्तो थियो, त्यो कारणले गर्दाखेरि चाहिँ उसलाई चाहिँ एकदम घृणाको पात्र थियो भनौँ न होइन। त्यसले गर्दाखेरि चाहिँ उसले चाहिँ सकेसम्म चाहिँ अरूसँग नजाने र एक्लो कसैले नदेख्ने मौका पारेर, कोहीसँग इन्टरेक्ट गर्नु नपर्ने गरेर होइन, लुकेर होइन त्यसरी चाहिँ जानुपर्ने भएको भएर ऊ चाहिँ त्यो दिउँसो मध्याहको घाममा त्यस्तो अब उमा चाहिँ जान्थ्यो होइन। अनि त्यही बेला चाहिँ फेरि के भयो, प्रभु येशू ख्रीष्टलाई थाहा थियो नि त होइन ऊ त्यहाँ आउँदैछ भनेर, त्यही भएर प्रभु येशू ख्रीष्ट त्यो सामरीको बाटो भएर त्यो कुवामा गएर कुरिराख्नु भयो नि होइन। अनि त्यसपछि हामीले अघि के पढ्यौँ कि प्रभु येशू ख्रीष्टले ऊ त्यो केटीसँग वार्तालाप गर्नुभयो होइन, कुराकानीहरू गर्नुभयो, अनि पानी माग्नुभयो होइन। जबकि कुनै अनि यो देख्दाखेरि चाहिँ तपाईँलाई के लाग्छ, किनकि प्रभु येशू ख्रीष्ट भनेको त एउटा रब्बाई जस्तो लाइक गुरुज्यू, अब यहुदीहरूकोमा त गुरु हुनुहुन्थ्यो नि त, उहाँले सिकाउनुहुन्थ्यो नि। तर त्यो गर्दै गर्दाखेरि पनि प्रभु येशू ख्रीष्टले चाहिँ यहाँ हामीले के देख्छौँ भने कति कुराहरू चाहिँ त्यो जुन एउटा ज्युइस कल्चरको ज्युइस ट्रेडिसनको कति कुराहरू चाहिँ उहाँले टोड्नु भयो क्या। के टोड्नु भयो भन्दाखेरि चाहिँ जुन पहिला ज्युइसहरूसँग चाहिँ कुनै किसिमको सम्बन्ध नराख्ने होइन, उनीहरूसँग कुनै किसिमको ऊहरू नगर्ने कुराहरूलाई चाहिँ प्रभुले टोड्नु भएर के गर्नुभयो, उहाँ सिधै गएर चाहिँ होइन एउटा ज्युइस भइकन चाहिँ सामरीहरूसँग इन्टरेक्ट गर्नुभयो पहिलो कुरा होइन, जुन त्यो टोड्नु भयो जुन चाहिँ एउटा ऊ थियो। त्यसै गरी दोस्रोमा चाहिँ के गर्नुभयो फेरि, किनकि एउटा ऊमा चाहिँ ज्युइस कल्चरमा इभन हामी पनि कतिचोटि एकैचोटि सिधै गएर कोही केटी मान्छेसँग यत्तिकै एक्लै गएर कुरा गर्दैनौँ नि होइन। नर्मली लाइक कोही ऊ छ भने हामी अरू कसैलाई लिएर जान्छौँ, साथमा लिएर जान्छौँ, या एउटा अप्ठ्यारो हुन्छ नि। तर उनीहरूको उमा चाहिँ केटीहरूसँग चाहिँ कोही एउटा रब्बाई जस्तो अब एउटा गुरु जस्तो पोजिसनमा बसेको ऊहरू चाहिँ सिधै गएर कुरा गर्दैन थियो होइन। अनि त्यो पनि प्रभु येशूले सिधै एउटा सामरी स्त्रीसँग चाहिँ कुरा गर्नु भएर चाहिँ त्यो पनि टोड्नु भयो, एउटा जेन्डर त्यो के भन्छ एउटा ब्यारियर जस्तो थियो त्यो पनि टोड्नु भयो। अनि अर्को भनेको ऊ पापमा थियो, हामी कोही पापमा छ या केही गलत गर्दैछौँ भने हामी सकेसम्म टाढा बस्न खोज्छौँ नि उनीहरूबाट होइन। होइन आफ्नो लाइक त्यो सराउन्डिङ आफूलाई इम्प्याक्ट नहोस् भनेर हामी सकेसम्म टाढा बस्नु खोज्छौँ नि। तर प्रभु येशू ख्रीष्टलाई ऊ पापी छ थाहा थियो, बट स्टिल उसलाई बचाउनु पर्ने भएको भएर चाहिँ ऊ खोजी प्रभु येशू ख्रीष्ट जानुभयो क्या होइन। सो यो कुराहरू चाहिँ एउटा ज्युइस पहिलेको जुन ज्युइस अरूले गर्ने ट्रेडिसनहरू चाहिँ परमेश्वरले प्रभु येशू ख्रीष्टले टोड्नु भयो है। अनि यो कुराहरू चाहिँ हामी देख्न सक्छौँ। अनि योबाट चाहिँ हामी के छ, गलाती 3:28 जुन भनेको छ नि त्यो कुराहरू पुरा भएको पनि हामी देख्छौँ क्या। जस्तै पौलले भन्छ नि, अब न त यहुदी छ न ग्रिक न कमारा छ न फुक्का न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हो भनेको छ है। हामी यहाँ देख्छौँ नि, यहाँनिर सामरी पनि रहेन होइन, ज्युइस पनि रहेन, तर सबै हामी सबै केटाकेटी होस् सबैजना चाहिँ प्रभु येशू ख्रीष्टमा चाहिँ हामी के छौँ, एक भएका छौँ है। आमेन। अनि यही कुराहरू हामी देख्न सक्छौँ। अनि फेरि हामीले उमा पढ्छौँ भने चाहिँ यहाँ के पनि देखेको छ कि रोमी 5:8 फेरि के भनेको छ, हामी योग्यको भएर होइन तर हामी पापी छँदै चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति मर्नुभयो भन्ने कुराहरू पनि हामी देख्छौँ है। अब यो पढ्दै गर्दाखेरि चाहिँ हामी के थाहा पाउँछौँ भन्दाखेरि चाहिँ प्रभु येशू ख्रीष्टबाट चाहिँ हामी परमेश्वरबाट चाहिँ कोही पनि टाढा छैनौँ। परमेश्वरले चाहिँ हाम्रो पर्फेक्सन हेरेर होइन, हामी कतिको पर्फेक्ट छौँ हेरेर होइन, तर परमेश्वरले चाहिँ हामीलाई चाहिँ भेट्टाउनुहुन्छ। वी आर हुन्छ नि लाइक के भन्ने, वी आर विदिन द रिच अफ गड क्या। परमेश्वरले जसलाई पनि भेटाउन सक्नुहुन्छ उहाँको योजनामा, उहाँको इच्छामा है। कोही पनि हामी परमेश्वरबाट हामी पापी भइकन पनि हामी परमेश्वरबाट टाढा छैनौँ, तर उहाँ हामीलाई बचाउनलाई आउनु भएको छ है। अनि
अनि अघि यसमा सामरी स्त्रीले अघि सोधेको कुराहरू हामीले अघि माथि पढिहाल्यौँ है, कि तपाईँ यहुदी भइकन पनि एउटा सामरीको हातबाट तपाईँ पानी पिउनुहुन्छ, माग्दै हुनुहुन्छ भन्ने कुराहरू उसले भनिरहेको छ। अनि यो चाहिँ हामीले अघि माथि पढे, मैले जुन हिस्टोरिकल ब्याकग्राउन्ड दिएँ त्यसैको आधारमा रहे चाहिँ त्यो कारणले चाहिँ उसले सोधेको छ। अनि यहाँनिर चाहिँ जिउँदो पानीको कुरा गरेको छ है। अनि लास्ट टाइम निशानले जिउँदो पानी लिभिङ वाटरको कुरा चाहिँ उसले होल लास्ट युथ सर्भिसमा चाहिँ उसले यसैबारे चाहिँ एउटा मजाको भनेको थियो। अनि त्यही भएर सायद मलाई यसमा धेरै भन्न पर्छ जस्तो लाग्दैन। तैपनि जिउँदो पानी भनेको चाहिँ हामीले के बुझ्छौँ पुरानो करारमा, फ्लोइङ वाटर होइन। अनि हामीले एउटा स्पिरिचुअल उमा हेर्छौँ भने चाहिँ जिउँदो पानी भनेको लिभिङ वाटर भनेको चाहिँ के हो, पवित्र आत्मालाई जनाउँछ र अनन्तको जीवनलाई जनाउँछ होइन। अनि यही कुरा चाहिँ हामीले निशानले इजिकेल 47बाट लास्ट टाइम एक्सप्लेन गरेको थियो। अनि यूहन्ना 7को 37-39 हेर्छौँ भने त्यहाँ पनि लेखिएको छ, यहाँ म पढिदिन्छु, तपाईँहरू सुन्न सक्नुहुन्छ। अब चाडको पछिल्लो दिन अर्थात् चाडको प्रमुख दिनमा उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, यदि कोही तीर खायो भने त्यो म कहाँ आओस् र पियोस्। जसले म माथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगी निस्कनेछन्। तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँ माथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। सो उहाँले चाहिँ जिउँदो पानी भनेर के भन्दै हुनुहुन्छ कि पवित्र आत्माको कुरा गर्दै हुनुहुन्छ, जुन पवित्र आत्माबाट आउने, प्रभु येशू ख्रीष्टमा विश्वास गरेपछि पाउने पवित्र आत्माको कुरा गर्दै हुनुहुन्छ है। अनि यो सबै कुराहरू जिउँदो पानीको कुरा गऱ्यौँ होइन। अनि त्यो सामरी स्त्रीले चाहिँ के गरेको छ, उसले चाहिँ अझै पनि बुझेको छैन। अनि हामी फेरि पनि उसले चाहिँ के गरिरहेको छ, उसले चाहिँ प्रभु येशू ख्रीष्टले यहाँ माथि भन्नुभएपछि म त्यसपछि पढ्नेछु है, अघिको 10देखि पढ्नेछु फेरि। येशूले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेको भए तिमीले उसलाई माग्ने थियो र उसले तिमीलाई जिउँदो पानी दिने थियो भनेको छ है। तिमीले उसलाई माग्ने थियो र उसले तिमीलाई जिउँदो पानी दिने, जुन हामीले भर्खरै जिउँदो पानी भनेको पवित्र आत्मा है। अनि अनन्तको जीवनको कुरा छ। त्यसै गरी फेरि त्यो स्त्रीले के गरेको छ, त्यस स्त्रीले उहाँलाई भनी, हजुर तपाईँसित उगाउने भाँडो छैन र इनार पनि गहिरो छ, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पुर्खा याकुबभन्दा ठुलो हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए। येशूले त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउने छ, तर जसले मैले दिने पानी पिउँछ त्यो कहिले तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। त्यस स्त्रीले उहाँलाई भनी, हजुर मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्ने छैन। प्रभु येशू ख्रीष्टले भन्नुभएको छ, भन्दै हुनुहुन्छ, उसलाई एक्सप्लेन गर्दै हुनुहुन्छ। बट स्टिल उसले के बुझेको छ कि उसले चाहिँ अझै पनि त्यही कुवाकै पानी मात्र बुझिरहेको छ है। हामी यहाँ देख्छौँ कि फेरि के भनिरहेछ, म यहाँ फेरि पानी भर्न आइरहनु पर्दैन भन्ने कुरा गरेको छ। अनि वर्ष 16देखि 18मा यस्तो लेखेको छ, येशूले त्यसलाई भन्नुभयो, जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ। त्यस स्त्रीले भनी, मेरा पति छैन। येशूले तिनलाई भन्नुभयो, तिम्रो पति छैन भनी तिमीले ठिक भन्यौ, किनभने तिम्रा 5 जना पति भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ। अनि हामी यहाँ के देख्छौँ, प्रभु येशू ख्रीष्टलाई सबै कुरा थाहा थियो नि त होइन। हामीले हिब्रू 4:13मा पढ्छौँ भने के देख्छौँ कि परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुल्ला छन्। उहाँलाई नै हामीले लेखा दिनुपर्छ भनेर देख्छौँ है। अनि यहाँनिर चाहिँ के देख्छौँ भन्दाखेरि चाहिँ त्यो स्त्रीले नभने पनि प्रभु येशू ख्रीष्टले चाहिँ उसले गरेको त्यो सबै कुराहरू पहिल्यै थाहा थियो। तर फेरि यहाँ हामीले एउटा अर्को कुरा पनि के देख्छौँ भने चाहिँ प्रभु येशू ख्रीष्टलाई थाहा थियो, त्यही पनि प्रभु येशू ख्रीष्टले भन्नु भएन कि त पापी होस्, तैँले यस्तो गरिस्, तेरो 5वटा श्रीमान छ, तेरो यस्तो गरिस्, तैँले पाप गरिस्
कन्डेम गर्नुभयो? गर्नु भएन। प्रभु येशू ख्रीष्टले उसलाई के भन्नुभयो? बोलाएर लिएर आऊ, तिम्रो श्रीमानलाई बोलाएर लिएर आऊ भन्नुभयो है। तर त्यो गर्दै गर्दाखेरि अनि फेरि उसले चाहिँ मेरो पति छैन भनेर उसले जब सत्य बोल्यो, त्यतिखेर प्रभु येशू ख्रीष्टले के भन्नुभयो? उसले गरेको पापहरू पनि परमेश्वरले देखाइदिनु भयो। त्यो कुरा चाहिँ परमेश्वरले लुकाउनु भएन, लाइक तैँले पाप गरे छैनस् भन्नु भएन, तर एउटा प्रेममा चाहिँ त्यो कुरा चाहिँ परमेश्वरले देखाइदिनु भयो हैन। अनि यही कुरा चाहिँ हामी किनकि हामी यूहन्ना 1:14 हेर्छौँ भने चाहिँ प्रभु येशू ख्रीष्ट अनुग्रही हुनुहुन्छ हो, तर त्यो सँगसँगै प्रभु येशू ख्रीष्ट फेरि सत्यले पूर्ण पनि हुनुहुन्छ हैन। अनुग्रह त छ, तर त्यो सँगसँगै परमेश्वर चाहिँ सत्य पनि हुनुहुन्छ है। अनि यही कुरामा चाहिँ हामीले के देख्न सक्छौँ? त्यही भएर चाहिँ यदि अनुग्रह मात्र भयो भने चाहिँ त्यहाँ हामीले चाहिँ के हुन्छ? ग्रेसको कुरा मात्र गर्छौँ भने चाहिँ त्यहाँ हाइपर ग्रेस हुन्छ। सत्यको कुरा गर्दैनौँ तर ग्रेसको मात्र कुरा गर्छौँ, अनुग्रहको मात्र कुरा गर्छौँ भने चाहिँ त्यहाँनिर त्यो पापलाई चाहिँ हामीले इग्नोर गर्छौँ है। त्यसै गरी फेरि हामी सत्यको मात्र जतिखेर कुरा गर्छौँ, त्यहाँ अनुग्रहको ग्रेसको परमेश्वरको जुन ग्रेसको कुरा गर्दैनौँ भने चाहिँ त्यसले चाहिँ के गर्छ? कन्डेमनेसन ल्याउँछ। अनि त्यो जो पापमा बसिरहेको थियो, फसिरहेको थियो, उनीहरू चाहिँ के हुन्छ? उनीहरू चाहिँ डिस्ट्रोय हुन्छ, उनीहरू झन् परमेश्वरबाट टाढा जान्छ। त्यही भएर चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ के गरेर आउनुभयो? प्रभु येशू ख्रीष्ट चाहिँ अनुग्रह र सत्यमा पूर्ण भएर चाहिँ यो संसारमा आउनुभयो, ताकि सत्य, किनकि प्रभु येशू ख्रीष्ट के भन्नुहुन्छ? आफै भन्नुहुन्छ नि, बाटो सत्य र जीवन म नै हुनु भन्नुहुन्छ। सो सत्य के हो? प्रभु येशू ख्रीष्ट आफै सत्य हुनुहुन्छ र त्यो सँगसँगै चाहिँ फेरि प्रभु येशू ख्रीष्ट चाहिँ अनुग्रही पनि हुनुहुन्छ। त्यसै कारण यो संसारमा चाहिँ तपाईँ हामी जस्तो पापीहरूलाई चाहिँ आफ्नो रगत, आफ्नो प्राण अर्पण गरेर चाहिँ बचाउनलाई आउनुभयो। आमेन। त्यही भएर चाहिँ सत्यता र अनुग्रह दुइटै एकदम इम्पोर्टेन्ट छ। अनि यो कुरा चाहिँ हामीले यहाँ देख्छौँ, प्रभु येशू ख्रीष्टले सत्य पनि बोल्नु भएको छ, तर त्यो सँगसँगै आफ्नो अनुग्रह पनि देखाउनु भएको छ यहाँ सामरी स्त्रीलाई है। अनि हामीले भजन सङ्ग्रह 139:23-24 हेर्छौँ भने चाहिँ अब यहाँनिर प्रभु येशू ख्रीष्टले अब उसको पापहरू त देखाइदिनु भएन, बोल्नु भयो, तर पापहरू किन देखाउनु भयो त? के उसलाई अघि भने जस्तै कन्डेम गर्नलाई त देखाउनु भएको छैन नि त। सो यही कुरा चाहिँ यहाँ भजन सङ्ग्रह 139:23-24 भनिएको छ। म पढ्नेछु, तपाईँहरू सुन्न सक्नुहुन्छ। हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरा चिन्ताहरूलाई जान्नुहोस्। हेर्नुहोस् ममा कुनै खराब चाल छ कि र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस् भनेको छ। यहाँ भने छैन कि यहाँ के भनिरहेको छ कि मलाई जाँच्नुहोस्, मेरो कुनै खराब कुराहरू छ भने त्यो कुराहरू जान्नुहोस् र मलाई चाहिँ त्यो सुधारतर्फ लगेर त्यो अनन्तको जुन परमेश्वरको प्रतिज्ञा छ त्यो अनन्तको बाटोमा डोर्याउनुहोस् भनेर भजन सङ्ग्रहमा भनिएको छ। सो यहाँ पनि के छ? सत्य देखाएर चाहिँ परमेश्वरले आफ्नो अनुग्रहद्वारा चाहिँ त्यो स्त्रीलाई पनि, सामरी स्त्रीलाई पनि बचाउन खोज्नु भएको छ। हामीले यही कुराहरू पाउँछौँ है। अनि हामी फेरि अघि बढ्नेछौँ, जुन भर्स 19-24 है। यो म पढ्नेछु, तपाईँहरू सुन्न सक्नुहुन्छ। फेरि यो म्याक्सिमम् धेरैलाई थाहा भएको भर्स हुनुपर्छ। सो म पढ्नेछु, तपाईँहरू सुन्न सक्नुहुन्छ। त्यस स्त्रीले उहाँलाई भनी, हजुर, तपाईँ अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे अनि तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरुसलेम हो। येशूले तिनलाई भन्नुभयो, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरुसलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ, हामी जे आराधना गर्दछौँ सो जान्दछौँ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। तर बेला आइरहेछ र त्यो बेला अहिले हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिता खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। खासमा चाहिँ मेरो अब यो मैले अस्तिदेखि सोचेर के वचन प्रिपेयर गर्ने होला भनेर, खासमा मेरो वचनको प्रिपेरेसन पार्ट चाहिँ खास यति मात्र थियो, तर मेरो आज बिहान मात्र चेन्ज भयो कि है। सो यसमा म धेरै चाहिँ बोल्दिनँ आज है, किनकि हामीले लास्ट टाइम वर्शिप कन्फरेन्सहरू पनि गरेको थियौँ अनि त्यसमा दाइहरूले कति कुराहरू भनिसक्नु भएको छ। अनि यहाँ हामीले देख्छौँ, यहाँ सबभन्दा मजाको कुरा चाहिँ मलाई के लाग्यो थाहा छ?
वचनले भन्छ खोज त भेट्टाइने छ भन्ने भन्छ होइन, खोज पाउने छौ यो भन्छ। यहाँनिर पिता आफैले चाहिँ खोज्दै हुनुहुन्छ, परमेश्वर आफैले चाहिँ खोज्दै हुनुहुन्छ कसलाई? त्यस्तो आराधकहरूलाई जसले सत्यता र आत्मामा आराधना गर्छ। मजाको कुरा छैन, परमेश्वर आफै खोज्दै हुनुहुन्छ। हामी आउँछौँ, चर्च आउँछौँ, वचन पढ्छौँ, प्रार्थनामा बस्छौँ, किन? परमेश्वरको उपस्थिति खोज्न, परमेश्वरलाई अझै नजिकबाट चिन्न। तर यहाँनिर के मजाको कुरा छ भने परमेश्वरले आफै चाहिँ खोज्दै हुनुहुन्छ, तपाईँ हामीलाई खोज्दै हुनुहुन्छ, जसले चाहिँ परमेश्वरलाई सत्यता र आत्मामा आराधना गर्छौँ है। अनि अब यही गर्दाखेरि अब धेरैचोटि आउने कुरा हो, व्हाट इज वर्शिप? आराधना भनेको के हो त? अहिलेसम्म पनि मैले अघि भने धेरै बोल्दिनँ म यो कुराहरूमा, किनकि लास्ट टाइम हाम्रो वर्शिप कन्फरेन्समा कति कुराहरू इन्क्लुड भइसकेको छ। तर सरस्वती किनकि यहीँनिर ऊ भएको भएर चाहिँ मलाई लागेको मेरो पोइन्ट्सहरू चाहिँ कति कुराहरू म सेयर गर्छु तपाईँहरूसँग। अनि के लाग्छ तपाईँहरूलाई आराधना भनेको चाहिँ के हो? कोही कसैले भन्न सक्नुहुन्छ आराधना भनेको चाहिँ के हो? तपाईँहरूलाई लागेको विचारहरू है। हुन्छ, मैले केही टिपेको पोइन्ट्सहरू भन्छु। हामीलाई थाहा भएकै कुरा हो, हामी आराधना भन्ने बित्तिकै हामीले बेसिकली बुझ्ने गर्ने भनेको चाहिँ हामीले भजनहरू गाउनु, परमेश्वरलाई धन्यवाद चढाउनु, प्रशंसा चढाउनु, यही कुराहरू बुझ्छौँ नि होइन। अनि हो त्यो सबै कुराहरू हो है, तर त्यसमा पनि सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ मेरो विचारमा चाहिँ सम्पूर्ण हृदयले आफूलाई अर्पण गर्नु। अनि यही कुराहरू चाहिँ हामी जुन रोमीको 12:1 पनि पाउँछौँ, प्रेजेन्ट यो बडी एज अ लिभिङ सेक्रिफाइसको कुरा है। अनि अस्ति नै हामीले सुन्यौँ पनि, अनि एभ्री टाइम सुन्दै पनि आएको वर्शिप एज अ लाइफस्टाइल। हामी आफ्नो दैनिकी जीवन चाहिँ कसरी जिउँछौँ। अनि एड्रियन दिवानको एउटा भजन पनि छ सायद, जीवनले आराधना गर्न चाहन्छु, यसो तपाईँसँग म हिँड्न चाहन्छु भन्ने कुरा होइन। सो मेरो विचारमा चाहिँ मलाई ऊ लागेको चाहिँ हो त्यो अरू सबै कुराहरू गर्छौँ, तर परमेश्वरसँग दिनौँ हिँड्नु, परमेश्वरको आज्ञाकारितामा हिँड्नु नै सबैभन्दा इम्पोर्टेन्ट वर्शिप हो। आमेन। अनि अब यो त भयो। अनि त्यस्तै गरी अब हामीले आफ्नो हृदयको कृतज्ञता व्यक्त गर्नु, त्यो पनि वर्शिप हो होइन। परमेश्वर जो सत्य हुनुहुन्छ उहाँलाई आफ्नो कृतज्ञता व्यक्त गर्नु, त्यो वर्शिप भयो। अब त्यो यो त सबै भयो। अब वर्शिपर्स अब त्यहाँ भनेको छ नि त, आराधकहरूलाई खोज्दै हुनुहुन्छ भन्नुहुन्छ नि, भनेपछि त्यो आराधकहरू चाहिँ को हो त? यहाँ उभिने वर्शिप टिम मात्र हो कि त्यहाँ बस्ने तपाईँ हामी हो, या कुनै अब अहिले यतातिर तलतिर पबमा गएर पुरा त्यो बजाइराखेको त्यो गिटारिस्टहरू हो? को हो त वर्शिपरहरू? कसले चाहिँ वर्शिप गर्ने हो त परमेश्वरलाई? चुनिएको 2-3 जनाले मात्र वर्शिप गर्ने हो कि सबैले वर्शिप गर्ने हो? के लाग्छ तपाईँहरूलाई? वर्शिपर भनेको चाहिँ हो परमेश्वरको राज्यमा सबैको आफ्नो आफ्नो कलिङ हुन्छ हो। कतिजनालाई आराधना गर्ने कलिङ हुन्छ यहाँ अगाडि उभिएर, कतिजनालाई सुसमाचार सुनाउने कलिङ हुन्छ, धेरै कलिङ, त्यो चाहिँ कलिङ हो। तर परमेश्वरको आराधना गर्नु भनेको चाहिँ जुन अघि हामीले परमेश्वरको आज्ञाकारितामा हिँड्नु, परमेश्वरले गर्नुभएको त्यो सबै कुराहरूको लागि धन्यवादी हृदय लिएर चाहिँ परमेश्वरको प्रशंसा गर्नु, त्यो चाहिँ हामी सबैको काम हो। तपाईँ हामी मानिसको मात्र होइन, तर वचनले के भन्छ? सबै जीवित प्राणीहरूको, जुन यो प्रकाशको 5:13 हेर्छौँ भने चाहिँ के भन्छ? अल लिभिङ क्रिएचर्स, सबै जीवित प्राणी जो स्वर्गमा, जो पृथ्वीमा या पृथ्वी मुनि, सबैले के गर्नुपर्छ? परमेश्वरको नाउँमा घुँडा टेक्नुपर्छ अनि उहाँलाई महिमा प्रशंसा चढाउनुपर्छ भन्ने कुरा गरेको छ। सो मानिसको मात्र कुरा होइन, तर सबै जीवित प्राणीको कुरा गरेको छ। अनि फेरि हामीले भजन सङ्ग्रह 150को 6 हेर्छौँ भने चाहिँ यहाँ पनि त्यही भनेको छ, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्, हालेलुया भनेको छ। फेरि हामी भजन सङ्ग्रहमै भजन सङ्ग्रह 96को 1 मा हेर्छौँ भने चाहिँ हे सारा पृथ्वी, हे सबै पृथ्वी
परमेश्वरको लागि एउटा नयाँ गान गाऊ, एउटा नयाँ भजन गाऊ भनेको छ। सो इट्स अबाउट एभ्री वान, इच एन्ड एभ्री वान अफ अस। अनि परमेश्वरले चाहिँ तपाईँ हामी सबैलाई खोज्दै हुनुहुन्छ। यहाँ उभिने 2-3 जना वर्सिपरहरूलाई, गिटार बजाउने, माइक समातेर गाउनेहरूलाई होइन, तर जसले चाहिँ जीवनले चाहिँ परमेश्वरलाई आराधना गर्छौँ अनि परमेश्वरको वचन सुनेर परमेश्वरलाई दिनौँ पछ्याउँछौँ, हो त्यो आराधकहरू तपाईँ हामीलाई चाहिँ परमेश्वरले खोज्दै हुनुहुन्छ। अनि त्यसमै चाहिँ स्पिरिट, जुन आत्मा र सत्यतामा आराधना गर्नु भनेको के हो? आत्मा, जुन पवित्र आत्मा हामीलाई परमेश्वरमा विश्वास गरेपछि दिनुभएको छ, त्यो पवित्र आत्माको अगुवाईमा, पवित्र आत्माले भरिएर चाहिँ पवित्र आत्माको अगुवाईमा नयाँ हृदयमा नयाँ भएर, जुन ख्रिस्टलाई हामी विश्वास गरेपछि नयाँ हुन्छौँ, हृदयमा नयाँ भएर चाहिँ अनि परमेश्वरको सत्यता, परमेश्वरको वचनद्वारा जुन परमेश्वरको सत्यता हाम्रोमा हामीलाई चाहिँ परमेश्वरले दिनुभएको छ, त्यो सत्यतालाई चाहिँ होइन बुझेर अनि पवित्र आत्माले भरिएर जुन जीवन परमेश्वरको आज्ञाकारितामा अघि हिँड्छौँ, चाहे त्यो वर्सिपै गर्दाखेरि किन नहोस्, वर्सिप गर्दाखेरि मैले यो भजन छाने ल्याएँ, म यही गाउँछु होइन, तर वर्सिपै गर्दाखेरि पनि कतिचोटि पवित्र आत्माले अगुवाई गर्नुहुन्छ अनि त्यो अगुवाई अनुसार पछ्याउँछौँ भने चाहिँ त्यतिखेर अनि आफ्नो लाइफस्टाइलमा पनि त्यसरी नै जिउँछौँ डेली, चाहे त्यो काम जाँदा होस्, चाहे त्यो घरमा हामी यत्तिकै बस्दा होस् होइन, चाहे बाहिर यत्तिकै ट्राभल गर्दा होस्, त्यो कुराहरूमा जसरी हामी त्यो अगुवाईमा हिँड्छौँ भने चाहिँ अनि त्यो नै हाम्रो के हो? परमेश्वरलाई चाहिँ सत्यता र आत्मामा आराधना गर्नु हो। सो इट्स नट अबाउट सङ्ग्स वाट यु सिङ, तर त्यो भजन गाउँदै गर्दाखेरि त्यो भजनको शब्दहरू है, त्यो परमेश्वरको लागि त्यो शब्दको थुप्रो नबनोस्, तर त्यो शब्द चाहिँ के होस्? परमेश्वरको लागि एउटा सुगन्धित धूप जस्तो होस्, ताकि त्यो हाम्रो जीवनले चाहिँ त्यो कुरा चाहिँ रिफ्लेक्ट गरोस्, हाम्रो लाइफस्टाइलले त्यो कुरा रिफ्लेक्ट गरोस्। भजन चाहिँ हामी यति लामो लामो गाउँछौँ, शब्दहरूको प्रार्थना गर्दाखेरि यत्रो पहाडहरू बनाउँछौँ, तर आफ्नो लाइफस्टाइलमा चेन्जेस छैन भने चाहिँ त्यो शब्दको थुप्रो मात्र हुन्छ, कुनै अर्थ राख्दैन त्यसले है। अनि यही कुराहरू चाहिँ हामी यहाँ देख्न सक्छौँ। अनि अब हामी अगाडि बढौँ वर्स 25देखि 26मा। त्यहाँनिर के लेखेको छ? त्यस स्त्रीले उहाँलाई भने, म जान्दछु कि मसीह आउनुहुन्छ जसलाई ख्रिस्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनु हुनेछ। 26मा यस्तो लेखेको छ, येशूले तिनलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। प्रभु येशू ख्रिस्ट जन्मिँदै हुँदाखेरि फर्स्ट टाइम कसलाई रिभिल गर्नुभएको थियो? प्रभु येशू ख्रिस्ट जन्मिँदै हुनुहुन्छ भनेर। लाइक यो ठाउँमा जन्मिँदै हुनुहुन्छ, यसरी जन्मिँदै हुनुहुन्छ न, कसलाई रिभिल गर्नुभएको थियो? गोठालाहरूलाई है। अनि यहाँनिर पनि प्रभु येशू ख्रिस्ट चाहिँ म नै मसीह हुँ भनेर कसलाई रिभिल गर्नुभएको छ? यहाँ फेरि 26मा सुन्नु ल, यहाँनिर के भनेको छ? येशूले तिनलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। के छ भनेको छ कि सामरी स्त्रीले चाहिँ मसायाको कुरा गर्दैछ, जो चाहिँ आउनुहुन्छ र उनीहरूलाई सबै कुरा बताउनुहुन्छ भनेर कुरेर बसेको मसीहको कुरा गरेको छ। अनि प्रभु येशू ख्रिस्टले चाहिँ म उही हुँ भन्नुभएको छ। सो यहाँ चाहिँ हामी के देख्छौँ भने चाहिँ प्रभु येशू ख्रिस्ट चाहिँ कुनै धनी मान्छेकोमा है, कुनै एकदम पर्फेक्ट मान्छेकोमा या कुनै पढे लेखेको मान्छेकोमा जानुभएको छैन। उहाँ चाहिँ एउटा तपाईँ हामी जस्तै पापीकोमा आएर चाहिँ आई एम द मसाया भनेर, आई एम द सेभियर भन्ने कुरा चाहिँ परमेश्वरले देखाउनु हुँदैछ। सो यो कुराबाट हामी के गर्छौँ, के थाहा पाउँछौँ भने चाहिँ परमेश्वर एकदम एक्सपेक्ट गर्न नसकिने परमेश्वर हुनुहुन्छ क्या। ही क्यान डु एनिथिङ, ही क्यान युज एनी वान अफ अस है। वी डोन्ट ह्याभ टु बी पर्फेक्ट टु बी अ गुड भेसल इन हिज किङडम। हामी जस्तै इम्पर्फेक्ट भए पनि परमेश्वरले आफ्नो पर्फेक्टनेसमा चाहिँ हामीलाई नै चलाउनुहुन्छ है। यो कुराहरू चाहिँ हामी यहाँ देख्न सक्छौँ। अनि फेरि हामी अघि बढ्नेछौँ। अनि भर्स 27देखि 30मा म यहाँ पढ्नेछु, तपाईँहरू सुन्न सक्नुहुन्छ है। त्यति नै बेला उहाँका चेलाहरू आए र उहाँलाई एउटा स्त्रीसँग कुरा गरिरहनु भएको देखेर छक्क परे। यहाँ छक्क परे भनेको छ, किन छक्क परे? किनकि अघि हामीले अगाडि नै हेऱ्यौँ, एउटा यहुदी, त्यो पनि सामरी स्त्रीसँग, अनि एउटा गुरु जस्तो रब्बाई जस्तो उमा भएको मान्छे चाहिँ एउटा स्त्रीसँग कुरा गरिरहेको भएर चाहिँ
उनीहरू छक्क परे, जुन चाहिँ युजुअल थिएन, जुन चाहिँ नर्मल थिएन त्यो टाइममा है। अनि तर तपाईँ के चाहनुहुन्छ अथवा तपाईँ त्यस स्त्रीसँग किन बातचित गर्दै हुनुहुन्छ भनेर कसैले सोधेनन्। तब त्यो स्त्री आफ्नो गाग्रो छोडेर नगरतिर गई र मानिसलाई भनी, आओ एकजना मानिसलाई हेर जसले मैले गरेका सबै काम मलाई बताइदिनु भयो, कतै उहाँ नै ख्रिस्ट हुनुहुन्न। तब तिनीहरू नगरबाट निस्केर उहाँ कहाँ गए। अब यहाँनिर तपाईँले देख्नुभयो है, यहाँनिर सबभन्दा इम्पोर्टेन्ट पार्ट छ, त्यो तपाईँहरूले याद गर्नुभयो कि भएन? तपाईँलाई के लाग्छ यहाँको सबभन्दा इम्पोर्टेन्ट पार्ट चाहिँ कुन हो? बोलौँ न अलिकति, म मात्र अघिदेखि बोलेछु। एन्डी दाइ हाँस्दै हुनुहुन्छ, मलाई नि अरू बेला यस्तै हुन्छ भन्दै सोच्दै हाँस्दै हुनुहुन्छ जस्तो छ। के लाग्छ तपाईँलाई यहाँको सबभन्दा इम्पोर्टेन्ट एउटा छुटाउनु नहुने पार्ट कुन चाहिँ हो? सुसमाचार भन्नुभयो, ठिक हो। अरू अलिक ठुलो स्वरले बोल्नुहोस् न ल। यहाँनिर छुटाउनु नहुने पार्ट भनेको तुफान दाइले भन्नुभयो गाग्रो। त्यो स्त्री त्यहाँ के गर्न गएको थियो? पानी भर्न, होइन, सांसारिक पानी भर्न गएको थियो। तर उसले प्रभु येशू ख्रीष्टलाई भेटेपछि प्रभु येशू ख्रीष्टले चाहिँ उहाँले चाहिँ आफ्नो उसको सबै कामहरू, उसको पापहरू बताइदिनु भएपछि के गर्यो? उसलाई त्यो गाग्रोको वास्तै भएन। ऊ त्यो त्यहीँ छोडेर के गयो? हतार हतार गएर आफ्नो नगरमा गएर के गर्यो? सुसमाचार गर्न थाल्यो। आओ हेर, कतै उहाँ नै ख्रिस्ट हुनुहुन्न भनेको छ है। अब हामीले यहाँ के देख्छौँ भने चाहिँ जुन कुरा चाहिँ उसको लागि इम्पोर्टेन्ट थियो पहिला, पानी है, संसारको पानी, किनकि तिर्खा लाग्छ, हामीलाई पनि इम्पोर्टेन्ट छ। त्यो कुरा चाहिँ जब उसले चाहिँ जीवित परमेश्वर होइन, पानीको मुहान, अनन्तको त्यो जुन एउटा लिभिङ वाटर भेटायो, त्यतिखेर चाहिँ उसलाई त्यो सांसारिक कुरासँग, त्यो क्षणिकको त्यो सेकेन्डरी उसँग उसलाई मतलबै भएन। ऊ सिधै के गर्यो? त्यो सबै कुरा त्यागेर, त्यो सबै कुरा छोडेर, उसलाई त्यो बेला याद पनि भएन कि मेरो गाग्री मैले सँगै लिएर जानुपर्छ पनि याद भएन। तर त्यतिखेर ऊ यति खुसी भएर गयो कि उसले गएर सुसमाचार सुनायो। अनि ऊ जो मान्छे जो चाहिँ पहिला अरूले देख्छ, अरूले भेटाउँछ, अरूसँग इन्टरेक्ट गर्नुपर्छ भनेर कोही नभएको मौका पारेर 12 बजेको दिउँसोको 12 बजे मध्याहको 12 बजे चाहिँ पानी भर्न आउने मान्छे चाहिँ फेरि गएर चाहिँ त्यो गाग्रो छोडेर के गरेको छ? सहरमा गएर चाहिँ सबैलाई बोलाइ चाहिँ ख्रिस्टको सुसमाचार सुनाउँदैछ। त्यहाँ के भयो? परिवर्तन भएको छ। देख्नुभयो? सो तपाईँ हामीले नि जब ख्रिस्टलाई पायौँ, त्यो परिवर्तन हाम्रो जीवनमा आउन जरुरी छ। अनि ऊ कुनै एकदम तपाईँ हामी जस्तै अब हामी त यहाँ अब इभेन्जलिजम जानलाई, वर्शिप गर्नलाई, सबै गर्नको लागि हामी ट्रेनिङहरू लिन्छौँ, कति प्र्याक्टिसहरू गर्छौँ। ऊ एउटा कुनै एकदम खतरा प्रिचर थिएन है, जो चाहिँ लुकेर एकदम कुनामा बसिराखेको एउटा आइमा थियो। तर उसले के गर्यो? जुन बोल्डनेसमा गएर उसले सुसमाचार सुनायो। त्योबाट चाहिँ हामीले के देख्छौँ? अब यो चाहिँ हाम्रो इभेन्जलिजममा जाने दाइहरूलाई हामीले के देख्छौँ त? सबैभन्दा सुसमाचारको सबैभन्दा ठुलो अस्त्र भन्छ नि, हतियार के हो? ओम दाइले वचन भन्दै हुनुहुन्छ। आमेन। सबैभन्दा के लाग्छ त्यो बाहेकको अरू के लाग्छ तपाईँलाई सबभन्दा ठुलो हतियार सुसमाचारको? मैले खोजेको एन्सर चाहिँ यहाँनिर जुन कन्टेक्स्टमा पढ्दैछौँ त्यसको आधारमा भएर चाहिँ हाम्रो मेनका भाउजूले भन्नुभयो गवाही, जीवन गवाही है। किनकि यहाँ देख्छौँ हामीले उसले गएर अरू केही पनि सुसमाचारहरू, परमेश्वरको वचनहरू सुनाएको छैन। उसले खालि दुईवटा कुरा भनेको छ। के भनेको छ? एकजना हुनुहुन्छ जसले मैले गरेको सबै कुराहरू बताइदिनु भयो भनेको छ, र अर्को भनेको चाहिँ हेर त उही नै पो ख्रिस्ट होइन, जाउँ हामी गएर हेरौँ भनेको छ।
है। अनि यही कुरा चाहिँ टेस्टिमनीको कुरा छ। अनि यही कुरा चाहिँ हामीले मर्कुस 5:19 हेर्छौँ भने यहाँ के लेखेको छ भन्दाखेरि, तर उहाँले त्यसलाई अनुमति दिनु भएन, तर त्यसलाई भन्नुभयो, तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान काम र तिमीलाई देखाउनु भएको ठुलो दयाको वर्णन गरिदेऊ भनेको छ। अनि फेरि हामी प्रेरितको 1:8 हेर्छौँ भने के देख्छौँ? परमेश्वरलाई कुनै पर्फेक्ट, अघि हामीले कुरा गरे जस्तो पर्फेक्सन चाहिँदैन, तर परमेश्वरले चाहिँ परमेश्वरको छुवाईबाट जुन परिवर्तन भएको व्यक्ति छ, जसरी हामीले सामरी स्त्री देख्यौँ, ऊ पहिला एकदम तोडिएको थियो, एक्लो थियो, डरमा लाजमा थियो, पापमा थियो, तर जब उसले जीवित पानी पायो, प्रभु येशू ख्रीष्ट पायो, तब उस चाहिँ हर्षित भएर चाहिँ त्यही ठाउँमा गएर चाहिँ उसले आफ्नो गवाही सुनाएको छ। अनि यही कुरा चाहिँ प्रेरित 1:8 भन्छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ भन्नुभएको छ परमेश्वरले है। हामी चाहिँ के हो? साक्षी, विटनेस। अनि यही कुराहरू चाहिँ हामी यहाँ देख्छौँ। त्यही भएर यहाँनिर कति मजाको कुरा छ। एउटा कुरा अर्को है, यो एउटा यस्तो ऊ छ कि लाइक पार्ट छ कि बाइबलको, यहाँनिर आराधना कसरी गर्ने पनि कुरा गरेको छ, वर्शिपको कुरा नि गरेको छ, बट एट द सेम टाइम एउटा इभेन्जलिजमको कुरा पनि गरेको छ। दुइटै कुरालाई साइड बाई साइड लगिएको छ। अनि त्यसपछि अब म अन्तिमतिर आइसकेँ, तपाईँहरू नसुत्नु होला है, म सकेसम्म 6 बजीसम्म सक्छु। अनि यहाँ एकैचोटि म जम्प गरेँ ल। भर्स 39 to 42 छ, यस्तो लेखिएको छ, मैले जे गरेँ उहाँले मलाई सबै बताइदिनु भयो, भनिदिनु भयो भन्ने त्यस स्त्रीको गवाहीले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। यसकारण जब सामरीहरू उहाँ कहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरे र उहाँ 2 दिन त्यहाँ बस्नुभयो। अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे। त्यस स्त्रीले तिनीहरूलाई भने, अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौँ, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारको मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौँ। हामी रोमी 10:17 हेर्छौँ भने चाहिँ के पाउँछौँ? विश्वास चाहिँ कसरी आउँछ? वचन, परमेश्वरको वचन सुनेर आउँछ है। अनि यही कुरा उसले भनेछ। पहिला चाहिँ के गरेको थियो कि उसको जीवन गवाई, उसले गरेको सबै कुराहरू बताउनु भएर चाहिँ धेरैजनाले विश्वास गरेर चाहिँ प्रभु येशू ख्रीष्टलाई भेट्न गए। तर पछि जब प्रभु येशू ख्रीष्टको वचन उनीहरूले सुने, त्यसपछि उनीहरूले के गरे? वचन सुनेपछि चाहिँ उनीहरूले अझै विश्वास गरे र उनीहरू त्यो स्त्रीको कारणले मात्र होइन, तर परमेश्वरको वचनले गर्दाखेरि चाहिँ उनीहरूले धेरैले विश्वास गरेको कुरा हामी यहाँ देख्छौँ है। अनि अर्को कुरा यहाँ इम्पोर्टेन्ट के छ भन्दाखेरि यहाँनिर चाहिँ सामरी त्यो एरियाको धेरैजनामा चाहिँ एउटा हामी अहिलेको टर्ममा भन्छौँ रिभाइभल आएको छ। देख्नु सक्नुहुन्छ नि, एकजनाले विश्वास गरेको छैन, 2 जनाले विश्वास गरेको छैन। अनि सायद यो कुनै एउटा समुदायले, कुनै एकदम ग्रुपमा धेरै मान्छेले मेबी बाइबलमा परमेश्वरको नाउँमा विश्वास गरेको मेबी यो पहिलोचोटि पनि होला, किनकि त्यहाँनिर एकजनाको कुरा गरेको छ। सामरीमा धेरैजनाले भनेको छ है, सामरीको धेरैजनाले चाहिँ परमेश्वरमा विश्वास गरेको कुराहरू चाहिँ हामी यहाँ देख्छौँ। अब ठिकै छ, अब मैले सकिन आँटेँ, म अन्तिमतिर आएँ है। 2 कोरिन्थी 5:17 के भन्छ? दोस्रो कोरिन्थी 5:17 भन्छ, इफ एनीवन इज इन क्राइस्ट ही इज अ न्यू क्रिएसन। यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो भनेर भन्छ है। अनि अब हामीले यत्रो सामरी स्त्रीको सबै प्रभु येशू ख्रिस्टसँगको कुराकानीहरू, उसले गरेको सुसमाचारको कुराहरू, त्यो सबै कुराहरू देख्यौँ। अनि अघि पनि मैले कति ठाउँमा भनिसकेँ, सो तपाईँहरूलाई म फेरि सोध्छु एउटा, प्रभु येशू ख्रिस्टलाई भेट्नु अघि र प्रभु येशू ख्रिस्टलाई भेटिसकेपछि उसको क्यारेक्टरमा, उसको सिचुएसनमा, उसको
त्यो लाइफस्टाइलमा के चेन्जेसहरू देख्नुभयो तपाईँहरूले? पहिला कस्तो थियो, पछि प्रभु येशू ख्रीष्टलाई भेटेपछि कस्तो भयो? के अरे अनि डर थियो अनि ओके अरू धन्यवाद अनिसलाई। डर थियो, त्यो सबै डरहरू हटेर उसको त्यो बोल्डनेसहरू आयो होइन? अरू हुन्छ, म आफै भन्छु है मैले लेखेको कुराहरू। प्रभु येशू ख्रीष्टलाई भेट्नुभन्दा अगाडि चाहिँ ऊ टुटेको थियो, सी वाज ब्रोकन है। अनि सी वाज असेम्ड अफ हर लाइफ, उसले गरेको त्यो सबै पापको कुराहरूले गर्दाखेरि। ऊ चाहिँ अघि हामीले यो पनि अगाडि हेऱ्यौँ, रिजेक्टेड थियो। रिजेक्टेड भन्नाले उसलाई त्यो त्यहाँ भएको मानिसले पनि एकदम घृणित नजरले हेर्थ्यो होइन? अनि ऊ चाहिँ खोजीमा थियो, अनि ऊ तिर्खाएको थियो। त्यही भएर त प्रभु येशू ख्रीष्टलाई पाउने बित्तिकै ऊ तृप्त भयो होइन? जो तृषित छ उनीहरूले त तृप्त हुने हो नि त। जसलाई प्यासै लागेको छैन भने उसलाई पानीको कुनै अर्थ रहन्छ? तपाईँ हामीलाई प्यास लागेकै छ भने तपाईँलाई पानीको केही स्वाद लाग्छ? खानुहुन्छ तपाईँहरू? खानुहुन्न नि है? त्यसरी नै तर प्रभु येशू ख्रीष्टलाई भेटेपछि के भयो? उसको पापहरू चाहिँ के भयो? क्षमा भयो। प्रभु येशू ख्रीष्टले उसकोमा गएर चाहिँ म आफै मसीह हुँ भनेर चाहिँ प्रभु येशू ख्रीष्टले भन्नुभएको छ। उसलाई परमेश्वरले एक्सेप्ट गर्नुभएको छ होइन? त्यसै गरी परमेश्वरले चाहिँ के गर्नुभएको छ? त्यो पानीले तृप्त गर्नुभएको छ। त्यसै गरी अनि उसमा चाहिँ जुन अघि अनिसले भने जस्तै त्यो बोल्डनेस, त्यो कन्फिडेन्स आएको छ, जुन पहिला हराएको त्यो कन्फिडेन्सहरू आएको छ। अनि उसले गएर चाहिँ एउटा इभेन्जलिस्ट भइकन चाहिँ उसले सुसमाचार सुनाएको छ, अनि उसको जीवन परिवर्तन भएको छ। अब यो पढ्दै गर्दाखेरि तपाईँ र मेरो जीवनमा पनि यो कुरा लागु हुन्छ। ख्रीष्टलाई पाउनु अगाडि हाम्रो जीवन कस्तो थियो, ख्रीष्टलाई पाएपछि तपाईँ र मेरो जीवन कस्तो छ? ख्रीष्टलाई पाउनु अगाडि जस्तो थियो अहिले पनि त्यस्तै छ कि त्योभन्दा अझै नराम्रो भएको छ कि? या ख्रीष्टलाई पाइसकेपछि चाहिँ जीवन अझै चेन्ज भएर चाहिँ ख्रीष्टको चरित्रमा हामी बढ्दैछौँ? कस्तो भएको छ? यो कुरा चाहिँ हामीले आफैले आफैलाई जाँच्नुपर्छ है। कि हामी पवित्र आत्माले जुन त्यो जिउँदो लिभिङ वाटरले भरिएर, जुन पवित्र आत्माले भरिएर चाहिँ त्यो पापमा फसेको स्त्री जस्तै गरी चाहिँ त्यो बोल्डनेसमा परमेश्वरको कामहरू गर्दैछौँ, या हामी फेरि त्यही लाजमा, त्यही शरममा है, त्यही पहिलाकै कुराहरूलाई सोचेर त्यो पास्टमै डुवेल गर्दैछौँ? किनभने यदि हामी फेरि त्यसमै अड्केर बसेका छौँ भने चाहिँ मेबी वी निड हुन्छ नि त्यो जिउँदो पानी, लिभिङ, वी निड द्याट लिभिङ वाटर अगेन एन्ड अगेन। अनि यो कुरा चाहिँ कसैले मैले तपाईँलाई भन्ने, पास्टर बुवा आएर भन्ने भन्दाखेरि नि तपाईँले आफैले आफ्नो पवित्र आत्माको अगुवाईमा प्रार्थनाहरूद्वारा चाहिँ हामी आफैले सोध्नुपर्ने छ हाम्रो लाइफस्टाइल कस्तो हुँदैछ। हामी चर्चमा एउटा लाइफ जिउँदैछौँ, अनि 2 घन्टाको लागि घर गएपछि, काममा गएपछि हाम्रो त्यो डिफ्रेन्ट लाइफस्टाइल पो हुँदैछ कि? हुनुपर्ने परिवर्तन छ कि छैन होइन? यो कुराहरू चाहिँ हामीले जाँच्नुपर्ने छ। किनकि हामीले अगाडि पनि हेऱ्यौँ, वर्शिप एज अ लाइफस्टाइल, हाम्रो जीवन कस्तो हुँदैछ। अनि यही कुरामा चाहिँ हामी कतिचोटि देख्छौँ कि कतिजनाले भनेको पनि सुन्छौँ, ख्रीष्टलाई पाएपछि मण्डलीमा हामीले पर्फेक्टनेस या सुधार या मान्छेहरूमा चाहिँ त्यो कम्प्लिट चेन्जहरू खोजेर पनि हुँदैन। किन भन्दाखेरि मण्डलीमा सबै पापीहरू र पाप गरेकाहरू, पापीहरू होइन, हराएकाहरू नै आउने हो भनेर। तर त्यो गर्दाखेरि हामीले एउटा फेरि के पनि बुझ्न जरुरी छ भन्दाखेरि चाहिँ हो, एक समय हामी हराएका थियौँ। हामी पौलले जुन एफिसीको पुस्तकमा भन्छ 2 एक समय हामी पापमा जिएका थियौँ, तर जब ख्रीष्टले चाहिँ आफ्नो अमूल्य रगतद्वारा चाहिँ हाम्रो उद्धार गर्नुभयो, तब हामी फेरि पापको अधीनमा छैनौँ, तर के भएका छौँ? हामी स्वतन्त्र भएका छौँ र ख्रीष्टसँगै विजयी भएका छौँ।
र हाम्रो जीवनमा त्यो परिवर्तन आउनुपर्छ। हो, हामी कतिचोटि लड्छौँ, तर यदि त्यो जीवनमा परिवर्तन छैन, त्यो कोसिस छैन भने चाहिँ हामी फेरि ख्रिस्टसँग गएर घुँडामा टेकेर प्रार्थना गर्न जरुरी छ। किनकि हामीले ख्रिस्टलाई अझै पनि चिनेका छैनौँ। हामी सत्यतामा आराधना गरिरहेका छैनौँ, सत्यतामा जीवन बिताइरहेका छैनौँ। हामी आफ्नै शारीरिक इच्छामा अझै पनि ख्रिस्टलाई चिनेर पनि हामी त्यही जीवन बिताइरहेका छौँ। अनि यो भन्दै गर्दाखेरि यो कुराहरू मलाई पनि लागु हुन्छ। वचन दुई धारे तरवार हो, तपाईँहरूलाई पनि लागु होला। म हुन्छ नै भन्दिनँ, किनकि तपाईँहरूको लाइफस्टाइल कस्तो छ त्यो तपाईँ आफै जान्नुहुन्छ, परमेश्वर जान्नुहुन्छ। अनि र अन्त्यमा आएँ म है। अनि यही कुराहरू चाहिँ हामी देख्छौँ है। अनि यो भन्दै गर्दाखेरि अर्को एउटा कुरा चाहिँ जुन हामीले यहाँनिर चाहिँ हामीले सुसमाचारको कुरा देख्यौँ है। त्यो सुसमाचारको कुरा देख्दै गर्दाखेरि हामी फर्स्टमा मान्छेहरूले विश्वास कसरी गरे, त्यो स्त्रीको त्यो उसको क्यारेक्टर देखेर पनि गरे। उसले बोलेको मात्र भरमा पनि होइन, मेरो विचारमा चाहिँ मलाई लागेको कुरा। तर उसमा जो पहिला एक कुनामा मान्छेबाट टाढा भएको थियो, जो एकदम निराशामा थियो, त्यो मान्छे चाहिँ एउटा हर्षित भएर चाहिँ सबैको सामु आएर एउटा बोल्डनेसमा एउटा उमा चाहिँ परमेश्वरको सुसमाचार सुनाउँदैछ भनेपछि चाहिँ उसमा केही चेन्जेसहरू उस मान्छेहरूले पनि देखे। त्यही भएर उनीहरूले चाहिँ के भइरहेको छ यसको जीवनमा भन्ने एक किसिमले उनीहरूले पनि हेर्ने इच्छा गरे। र जब परमेश्वरलाई गएर देखे होइन, अनि वचनहरू सुने, उनीहरूले विश्वास गरे। सो मैले भन्न खोजेको चाहिँ तपाईँ हामी जब ख्रिस्टमा आयौँ, सबभन्दा ठुलो सुसमाचार भनेको हामीले अघि हेऱ्यौँ टेस्टिमनी, र हामी आफै चाहिँ एउटा ओपन बाइबल छौँ क्या। तपाईँ र मैले के बोल्दैछौँ, तपाईँले मैले के व्यवहार गर्दैछौँ, हामीले कस्तो लुगाहरू लगाउँदैछौँ, कस्तो बोलीचाली गर्दैछौँ, वरिपरिमा हामी कसरी चर्चमा कसरी बिहेभ गर्छौँ होइन, वचनमा रहेर गर्छौँ कि गर्दैनौँ, एकअर्कालाई प्रेम गर्ने, एकअर्कालाई सहायता गर्ने, एकअर्कालाई उचाल्ने, उत्साह दिने कुराहरूमा कतिको अघि छौँ। त्यो सबै कुराहरूले चाहिँ हाम्रो जीवनमा आएको चेन्जेसहरू, अघि हामीले त्यो हिस्ट्रीको हेरे जस्तै बिफोर क्राइस्ट र आफ्टर क्राइस्ट आएको चेन्जेसहरूले चाहिँ हामीलाई चाहिँ एउटा ओपन होइन बाइबल बनाउँछ, ताकि मान्छेहरूले हाम्रो लाइफमा आएको चेन्जेसहरू देखेर चाहिँ उनीहरूलाई पनि उत्सुकता हुन्छ, के कुराले गर्दाखेरि चाहिँ यो चेन्ज आयो, के कुराले गर्दाखेरि चाहिँ यस्तो चेन्जेसहरू आयो, यो मान्छे त पहिला यस्तो थियो, अहिले के कुराले यस्तो यो मान्छेमा भिन्नता आयो। अनि उनीहरूले नि जान्ने बुझ्ने इच्छा हुन्छ, अनि उनीहरूले पनि खोज्छन् त्यो कुराहरू है। त्यही भएर चाहिँ हाम्रो जीवनशैलीलाई सुधारौँ। अनि अन्त्यमा म एउटा दुईवटा भर्स पढेर सघाउँछु। अनि परमेश्वरले हामीलाई दिनुभएको आज्ञा पनि यही छ कि संसारको कुना काप्चामा जाओ र परमेश्वरको सुसमाचारहरू सुनाओ, जुन मर्कुस 16:15 भनिएको छ है। अनि अघि हामीले रोमी 1:16 भने जस्तै, किनकि सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूका निम्ति र अन्य जातिहरूका निम्ति पनि। र अन्त्यमा चाहिँ एउटा भर्स पढेर म सघाउँछु है, जुन एफिसी 2:10 छ। किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौँ, हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। सो परमेश्वरले हामीलाई पापमा हिँड्नको लागि या आफ्नो जीवनशैली लाइक संसारको ढाँचामा हिँड्नको लागि बनाउनु भएको होइन। हामी परमेश्वरको के हो, हातका सिप हौँ। अनि उहाँले चाहिँ हामीलाई असल कामहरू गर्नको लागि, परमेश्वरको योजना जुन छ त्यो पुरा गर्नको लागि बनाउनु भएको छ। अनि म तपाईँहरू सबैलाई होइन उत्साह दिन चाहन्छु कि हामी यस्तो जीवन जिउन कोसिस गरौँ, एकले अर्कालाई उत्साह दिउँ, मण्डलीमा एकले अर्काको वास्ता फिक्री गरौँ, के कस्तो भइरहेको छ, कुन कुराको खाँचो छ, कसैलाई घटी छ कि कमी छ कि कसैलाई के खाँचो छ होइन। अनि एकले अर्कालाई सहायता गर्दै, एकले अर्कालाई उत्साह दिँदै, एकले अर्कालाई श्रेष्ठ ठान्दै होइन, अनि विनम्रतामा हामी अघि बढौँ, ताकि हामी सबै चाहिँ एकले अर्कालाई चाहिँ ख्रिस्टसँग अझै नजिक हुन सकौँ। आमेन। हुन्छ, यति नै छ मेरो आजको वचन। सो परमेश्वरलाई महिमा भएको होस्। धन्यवाद। यो